स्टक एनालाइसिस को यस भिडियोमा चाहिँ हामी जीएफसीएल को एनालाइसिस गर्ने छौं। यो स्टक को चार्टमा हेर्छौं भने यसको प्राइस चाहिँ लगभग 555 को लेभलमा रहेको थियो भने यो लेभलबाट चाहिँ बढ्दै गएर चाहिँ यसको प्राइस चाहिँ 736 को लेभलतिर पुगेको थियो भने नेप्सेको करेक्सन सँगै यो स्टक को प्राइस पनि केही समय करेक्सन हुँदै लास्ट दिनमा चाहिँ यो स्टक को प्राइस वृद्धि भएको हेर्न सकिन्छ। यो स्टक को चार्टमा हेर्ने हो भने यसमा चाहिँ इम्पोर्टेन्ट सपोर्ट र रेजिस्टेन्स को कुरा गर्दा 640 को लेभलमा चाहिँ पहिलो सपोर्ट को जोन रहेको छ भने 605 को लेभलमा चाहिँ यसमा दोस्रो सपोर्ट को जोन रहेको छ। त्यस्तै गरी 719 को लेभलमा चाहिँ यसमा पहिलो रेजिस्टेन्स को जोन रहेको छ भने 736 को लेभलतिर यसमा दोस्रो रेजिस्टेन्स को जोन रहेको छ। यो स्टक को चार्टमा हेर्दा यसले चाहिँ अपर साइड तिरको यो ट्रेन्ड लाइनलाई चाहिँ ब्रेकआउट गरेको छ भने यो ट्रेन्ड लाइन माथि नै सस्टेन भएको छ र अबको दिनहरुमा चाहिँ यो स्टकले केही समय थोरै करेक्सन अथवा साइडवेज हुँदै त्यसपछि चाहिँ बढेर जान सक्ने सम्भावनालाई चाहिँ देखाउँछ। त्यसैले यदि तपाईहरुले चाहिँ यो स्टकलाई अहिले बाइङ गर्नु भएको छ भने यो स्टक को प्राइस 605 को जोन भन्दा माथि नै रहेसम्म यसलाई होल्ड पनि गर्न सकिनेछ र यसमा नयाँ बाइङ गर्न चाहने हो भने यदि यसको प्राइस चाहिँ 640 को जोनतिर आउँछ भने यसमा बाइङका लागि हेर्न सकिनेछ र प्राइस चाहिँ 605 को जोन भन्दा पनि मुनितिर आउँछ भने यसबाट एक्जिट गर्नुपर्ने हुन्छ र यसको टार्गेटको कुरा गर्नु पर्दा 736 को लेभलतिर चाहिँ यसमा टार्गेटको जोन रहनेछ।